अलराइट गाइज, गुड मर्निङ। अन्यघाँसी सबैजनालाई। सो आज चाहिँ यो भिडियोमा चाहिँ यो चिसोमा चाहिँ कति गाह्रो हुन्छ त कोरियामा चाहिँ सर्भाइभ गर्न, प्लस बिदाको दिनहरूमा चाहिँ के कस्तो कामहरू गरिन्छ यो बारेमा चाहिँ थोरै अपडेट दिन्छु यो ब्लगमा चाहिँ। यो वर्ष खासै हिउँ नपरे पनि हिजो अस्ति चाहिँ थोरै यो स्नोफल भएको छ, यहाँ देख्न सक्नुहुन्छ राइट लेफ्टतिर। अनि हावा धेरै चलेर चाहिँ हिउँ त त्यस्तो खासै परेको छैन, तर हावा धेरै चलेर लास्टै गाह्रो भएको छ हिजो। अब धेरैचोटि चाहिँ यो सेफ्टी मेसेजहरू पनि आइसकेको थियो। अब बाहिर जाँदाखेरि विशेष गरी यो अब सार्वजनिक यातायातहरू चढ्नु होला, आफ्नो गाडी नचलाउनु होला, चिसो हावा छ बचेर बस्नु होला भनेर। यहाँ हेर्न सक्नुहुन्छ यस्तो धेरै हेभी स्नोफल चाहिँ होइन यो, जस्तो कोरियामा योभन्दा पहिला वर्षमा पर्थ्यो। तर कस्तो हुन्छ भने मेन गाह्रो भनेको यो गाडीहरू बसहरू यो चाहिँ मेल्ट भयो भने चाहिँ त्यस्तो गाह्रो हुँदैन। तर मेल्ट नभइकन यो रोडमा बस्यो भने यो देख्न सक्नु गाडी कसरी चिप्लिरहेको छ नि, चिप्लेको निशानहरू छ नि त हो, यसले चाहिँ एकदमै गाह्रो हुन्छ क्या। सो त्यही भएर चाहिँ सरकारी बसहरू चढ्नको लागि उनीहरूसित राम्रो अनुभव हुन्छ बसमा चढ्न। त्यही भएर उनीहरूले चाहिँ मेसेज गरेर हुन्छ कि बार यस्तो बेला चाहिँ एकदमै सेभ गर्नुपर्छ गाडी चलाउनु। अलि चिप्लियो यताउति केही भयो भने पनि ठुलो एक्सिडेन्ट हुन्छ क्या यहाँ त, किनभने अब गाडीको चाप धेरै हुन्छ। सो हुन त यो अब यो वर्ष अरू वर्षको कम्पेरिजनमा चाहिँ चिसो त्यति हुँदैन, थोरै हुन्छ भनेर भनेको छ। तर जस नभए पनि अब अलरेडी टेम्परेचर -10-12सम्म नि बिना हिउँमा पनि त्यतिको टेम्परेचर जान्छ क्या। यहाँ हेर्न सक्नुहुन्छ अब हिउँ त्यस्तो धेरै परेको छैन। अब यहाँ अहिले चाहिँ म बस स्टेसनमा बसको वेट गर्नलाई चाहिँ जाँदैछु, लोकल मार्केटतिर यसो तरकारी र फ्रुटहरू ल्याउन। अनि बाहिर निस्कनु चाहिँ लास्टै गाह्रो भइरहेछ। यहाँ टोपी लगाएर दुईवटा ज्याकेट लगाएर पनि अबले चिसो फिल भएको छ कि। सो यो चाहिँ यहाँको लोकल बस स्ट्यान्ड हो। अब त्यहाँ दुईजना बुढा अङ्कल आमाहरू चाहिँ गफ गरिरहेछन्। पुरा सेताम्मै भएको छ हुन चाहिँ, तर यो धेरै दिन हिउँ चाहिँ परे होइन, त्यति एकदम थोरै हो। तर कस्तो भयो नि हावा परेर चाहिँ त्यसपछि यो एकदम छिटै सेट भयो क्या रोडमा। त्यही भएर चाहिँ एकदम गाह्रो छ क्या, बस चिप्लिने, मान्छेहरू चिप्लिने, हिँड्दाखेरि खुट्टा होइन जुत्ता चिप्लिने त्यस्तो डर छ क्या। सो यो चाहिँ यहाँको कोरियाको बुढापाकाहरू चाहिँ बस्ने के भन्छ अब यसलाई स्विम थ समथिङ यो सेन्टर भन्छ। यो चाहिँ अब गर्मीमा चाहिँ अब गर्मी बिताउनु चाहिँ यसो हावा खाने चाहिँ सेन्टर हो क्या। बुढापाकाहरू हाम्रो चाहिँ तासहरू खेल्दै बस्छ नि, त्यस्तै सेन्टर हो यो। यहाँ चाहिँ हामीहरू त बस्दैन, तर उनीहरू चाहिँ अब गर्मीको चिसोको सिजनमा चाहिँ भित्र एसी छ, त्यसलाई चाहिँ मजाले युज गरेर रमाइलो गर्छन्। सो हुनु त बस आउने टाइमिङ भइसक्यो, तर कस्तो हुन्छ नि यो मौसममा चाहिँ अलिक सेफ भयो उनीहरूले पनि बिस्तारै बस ड्राइभ गरेर हुन्छ कि। त्यही भएर थोरै टाइम लागिरहेको छ बस आउनु, एकदमै बिस्तारले आउँछ कि। ल हेर्नु सक्नुहुन्छ ऊ त्यहाँ बस आयो एकदम बिस्तारै। अलराइट गाइज, यहाँ चाहिँ बजारतिर आइसक्यो म। तर यहाँ पनि एकदमै गाह्रो छ सिचुएसन हेर्नु। यहाँ चारतिर गाडीहरूको माथि पुरै हिउँ परेर एकदमै डेन्जर भएको छ। थोरै हिँड्दाखेरि पनि यो कस्तो फेसमा पनि एकदम त्यो छाला भएर होइन सेतो देखिरहेछ होला। सो हेर्नु न यहाँ गाडीहरूको हाल पनि यस्तो छ कन्डिसन। हिउँ यहीँ पार्किङ गरेर गाडीहरू एकदम हिउँ माथिबाट जमेर। अलराइट, सो कोरियामा दोस्रो कुरा चाहिँ अहिले गाह्रो भइरहेको भनेको यहाँको लाइफस्टाइल लास्टै एक्सपेन्सिभ भएर। हुन त अब धेरै जसोको भनाइ के हुन्छ भने कोरियाली तलब पनि धेरै दिइरहेछ त भन्ने होला, त्यो पनि हो साँचो। तर जति उसले चाहिँ प्रत्येक इयर हाम्रो विदेशहरूको भनौँ न या सबैको कोरियनहरू तलब बढाउँछ, त्यो हिसाबले अब मूल्य सामानहरूको मूल्य चाहिँ धेरै बढिरहेको हुन्छ क्या। सो
जस आज अहिले मैले माटबाट दुईवटा कुरा किनेको छु। एउटा चाहिँ 10 दाना स्याउ अनि एउटा चाहिँ 5 दाना टोमेटो। यहाँ चाहिँ मेरो यही ब्यागमा छ, बिल पनि यहीँ छ क्या। अनि उसको लगभग आयो करिबन 1700-1800 नेपाली जति भनौँ न। तर यही कुराहरू चाहिँ आजको लगभग म 6-7 वर्ष कोरिया आएको बेला चाहिँ लगभग यसलाई पर्न जान्थ्यो करिबन 1100-1200 रुपियाँ भनौँ न, 12,000 कोरियन हुन्। तर त्यसपछि तलब चाहिँ झन्डै अब 19 लाख कतिबाट चाहिँ तलब चाहिँ लगभग 20-20.5 ल। अहिले अब फेब्रुअरीमा आउने भनेको त्यो 21 समथिङ कति हो, त्यति मात्रै बढेको छ। अनि लगभग अब सामानको मूल्य चाहिँ करिबन 2 गुणा जस्तो बढिसक्यो क्या। सो एकदमै गाह्रो छ लाइफस्टाइल गर्न, सर्भाइभ गर्न। तलब भए पनि अब मूल्य भनौँ न, सामानको मूल्य पनि त्यस्तै बढेर गाह्रै हुन्छ। यहाँ देख्न सक्नुहुन्छ कि यस्तो भएको छ, चिप्ले किरा जस्तो होइन। यो यस्तैमा हो कि गाडी फिसिङ, यो चिप्लिने क्या मान्छे गाडी भनौँ न। हेर्नु कस्तो हिउँ एकदम टाँसिया छ नि त, यस्तैमा गाह्रो हुने। चिसोमा चाहिँ स्पेसली अब कसैको त धेरै जसोको यो बाहिरतिर पनि काम गर्नुपर्ने अवस्था नि हुन्छ, धेरै जसो नभए पनि केही मान्छेहरूको थोरैको। र यो बाहिर यति बेला चाहिँ माटहरूतिर सामान लिन बाहिर अब निस्किनु परेर हुन्छ नि, त्यो बेला चाहिँ लास्टै गाह्रो। अब हेर्नु न, अब एक हातमा झोला छ, अब अर्को हातमा ब्लगिङ गर्न त एकदम कष्टकरै भइरहेछ। यतै पनि अब चिसोको लाइफलाई चाहिँ होइन, कोरियामा कसरी सर्भाइभ गरिन्छ थोरै चाहिँ डिटेलमा तपाईँ देखाउन चाहिँ ट्राई गरेर हो। यहाँ हाम्रो नेपालको जस्तो टुकटुके पनि चलिन्छ अहिले चाहिँ, त्यो चाहिँ सामान छ। अनि सानोतिनो सामानहरू ओसार पोसार गर्नलाई चाहिँ हेर्नु सक्नुहुन्छ, यहाँ यो टुकटुके चलिएको छ हल्का। यहाँ हेर्नु सक्नुहुन्छ गाडीको माथि कस्तो हिउँ जमेर, हेर्नु न कस्तो कन्डिसन भएको छ। अब रोडको अवस्था यस्तो छ। फेरि चिसोमा अनि कस्तो हुन्छ भने जस्तै नर्मली गर्मीमा चाहिँ त्यति भोक पनि नलाग्ने त्यस्तो खासै हुने, चिसोमै फेरि बाहिर निस्किनु पर्ने पनि प्रायः जसो जाँदाखेरि भोकै लाग्ने है घरिघरि, एकदम त्यति बेला नै गाह्रो हुन्छ क्या। यो सबैलाई अघि मलाई मात्रै हुन्छ, चिसोमै बढी भोक लाग्छ क्या। सो यो चाहिँ यहाँको लोकल प्रडक्टहरू बेच्ने मार्केट चाहिँ राखेको हुन्छ। कोरियामा चाहिँ हरेक एरियामा यस्तो मार्केटहरू बनाएको हुन्छ क्या, जहाँ चाहिँ लोकलहरूले चाहिँ आफ्नो प्रडक्टहरू, होममेड प्रडक्टहरू जे पनि बेच्ने अब ल्याएर मजाले त्योभित्र चाहिँ बेच्न सक्छन्। त्यो चाहिँ अब सीमित दिनहरूमा चाहिँ लाग्छ। कुनै बेला चाहिँ अब शनिबार र आइतबार पनि हुन्छ, कुनै बेला शनिबार मात्रै, कुनै आइतबार, त्यो हेरेर चाहिँ किन्न सक्नुहुन्छ। तर यहाँको टेस्टहरू चाहिँ लोकल प्रडक्ट एकदमै राम्रो हुन्छ क्या, मजाको, किनभने त्यो फ्रेस हुन्छ। उफ अब चाहिँ होस् अलिकति झनै रिसाए जस्तो छ आकाश, अब बढी पर्न लागिसक्यो। उडाउँछ के हो यो छ आज कोरियाको हालत हेर्नु, यस्तो हावा परिरहेको छ। स्वाइट गाई जस्ती मैले यो वर्ष त हिउँ पर्दैन, यो 2020 को फोटो हालेर चाहिँ चित्त बुझाउनु पऱ्यो भनेर चाहिँ पोस्ट गरेको थिएँ। त्यसको एक दिन नबित्दै यहाँ भगवान्ले चाहिँ माथिबाट चाहिँ हङ्गामै गरिदिए। आज चाहिँ लगभग बिहान 9-10 बजेबाटै स्नोफल भइरहेछ, थोरै जियोस्। वाट गाइज, यो चाहिँ खाना खाइसकेपछि इभिनिङको एकछिन वाक गरौँ भनेर आएको। यहाँ त जहाँ म एक्सर्साइज गर्थेँ त्यहाँ चाहिँ पुरै सगरमाथै भएको रहेछ त। यहाँ त एकदमै डेन्जर छ, फुल्ली कभर भएको छ यहाँ त हिउँले, केही गर्नै नसक्ने भए रहेछ। अनि एकछिन त्योभन्दा त अब यसो रोडतिर एक्सर्साइज गर्नु राम्रो होला भनेर म रोडतिर जाँदैछु। किनभने अब यहाँ त फेरि चिप्लियो भने हिउँमा एक त हातखुट्टा त्यस्तो चिसो भइरहेको हुन्छ, त्यसमा मौसम चिसो, कहीँनिर यसो लाग्यो भने त जान्छ फेरि ल्याम्प पारेर। सो अहिले -10 छ, तर अलिकति हेल्थ कन्डिसन ठिक छैन मेरो, त्यही भएर मैले खाना खाइसकेपछि चाहिँ
10-15 मिनटको वाक गर्नुपर्ने भएकाले देख्न सक्नुहुन्छ यहाँ 3वटा टोपी राखेको छ। तैपनि एक्सर्साइज गर्न त अब छोड्नु सक्नु भएन, के गर्ने अवस्था नै यस्तो छ। अहिले -10 छ, तर मैले अब रेगुलरली ह्याबिट बनाएको भएर हिजो अब चिसोमा पनि एक्सर्साइज गर्ने बानी भएर त्यति साह्रो चिसो फिल भइरहेको छैन। तर अब सडन्ली अब एक्सर्साइज गर्ने हो या सुरु गर्ने हो भने -10 भनेको अहिले धेरै नै चिसो हो क्या। सो लास्ट 2-3 महिनामा चाहिँ 2-3 महिना भन्नाले अब लास्ट 1 इयरदेखि नै मैले एक्सर्साइजहरू फलो गरिरहेको छु। सो मैले फिल गरेको कुरा भने चाहिँ अब इफ यु वान्ट टु गेट समथिङ या केही त्यस्तो गोल छ, यदि साँच्चीकै तपाईँले त्यसलाई चाहिँ पुरा गर्न चाहनुहुन्छ भने सबभन्दा पहिला त एकदम भित्रैदेखि चाहिँ त्यो कुरालाई चाहिँ पाउने एकदम ठुलो इच्छाशक्ति हुनु पऱ्यो। त्यसपछि तपाईँले कन्टिन्यू रूपमा चाहिँ त्यसलाई ब्रेक नगरिकन भनौँ न ग्याप नराखिकन चाहिँ कन्टिन्युटी दिनु पऱ्यो। नट ओन्ली एक्सर्साइज, जेमा पनि त्यस्तै हो। सो यदि तपाईँ कन्टिन्युटी दिएर ग्याप नराखेर एकदम भित्री मनले केही कुरा चाहनुहुन्छ भने आई थिङ्क त्यस्तो नपाइने कुरा बिरलै होला। एकचोटि ट्राई गर्नुभयो, 2चोटि ट्राई गर्नुभयो, नपायो भने त्यसचोटि स्योरली तपाईँले पाउन सक्नुहुन्छ। सो किप इट अप। चिसो छ, एक्सर्साइज पनि गर्ने हो, बडीलाई पनि सेफ राख्ने हो त्यही अनुसारले है त। सो हेल्दी रहनुहोस्, पैसा कमाउनुहोस्, बिजी रहनुहोस् है त। सो आज भ्लग यहाँ इन्ड हुन्छ। यस्तो छ कोरियामा चिसोको लाइफ, गाह्रो छ पैसा कमाउन, नट इजी बट नट सो हार्ड है त। थ्याङ्क यू, बाई बाई।